नमस्कार। गौतम बुद्धको जन्मस्थललाई भारतमा रहेको भन्दै बेला बेलामा भारतीय सञ्चार माध्यमले दाबी गर्ने गरेको कुरा त हामी सबैमा विदितै छ र त्यसको बेला बेलामा हामीले चर्को विरोध पनि गरिरहेका छौं। तर तपाईहरुलाई याद छ, भारतीय सञ्चार माध्यम तथा त्यहाँका केही नेताहरूले भारतवर्ष, भारत, इन्डिया, हिन्दुस्तान एक अर्काका पर्यायवाची शब्द झै गरेर बेला बेलामा प्रयोग गर्ने गरेका छन् र त्यसैको कारणले गर्दा भारतवर्ष भनेको नि भारत हो कि भन्ने एक खालको भ्रम हामीमा पनि सिर्जना भएको छ। तर वास्तविकता त्यो कुरा होइन। भारतवर्ष भन्ने एक सांस्कृतिक भूखण्डको नाम हो, यो कुनै राज्य थिएन भने भारत जुन अहिले देखिन्छ, काश्मीरदेखि कन्याकुमारीसम्म भन्ने जुन भारतको भू राजनीतिक वैधानिक मान्यता छ, त्यो सन् 1947 भन्दा अगाडि कहिल्यै पनि थिएन। आजको कार्यक्रम हामी यसै विषयमा केन्द्रित गर्दैछौं। नेपाल पूर्वीय दर्शनको एक केन्द्र हो र भारतवर्षको एक मात्र अविच्छिन्न उत्तराधिकारी हो। हेर्नुस् है त। स्वतन्त्र, स्वाधीन, सार्वभौम सत्ता सम्पन्न देश, भू राजनीतिक वैधानिक राज्यको हैसियतमा नेपालको अस्तित्व अत्यन्त प्राचीन कालदेखि रहिआएको छ। वर्तमानमा विश्वमा रहेका स्वतन्त्र, स्वाधीन, सार्वभौम सत्ता सम्पन्न देशहरूमध्ये नेपाल सबैभन्दा प्राचीन हो भन्दा अत्युक्ति हुँदैन। हाम्रा छिमेकी चीन र इन्डिया दुवैको इतिहास हेर्ने हो भने भू राजनीतिक वैधानिक राज्यको हैसियतमा नेपाल भन्दा निकै कनिष्ठ हुन्। भारतवर्ष भन्ने कुनै एउटा देश अथवा भू राजनीतिक मान्यता प्राप्त कुनै भूखण्डलाई जनाइएको थिएन, बरु एक यो सांस्कृतिक क्षेत्रको नाम थियो। उक्त ठूलो सांस्कृतिक क्षेत्रको नाम पनि भरत नाम गरेका एक व्यक्ति, एक प्रतापी राजा बस्ने गर्दथे नेपालको धौलागिरी र गण्डकी आसपासमा। उनैको नामबाट भारतवर्ष नामकरण गरिएको थियो। बेलायतबाट स्वतन्त्र हुने बेलामा इन्डियाले आफ्नो नाम भारत बनाएको कारण अहिले आएर भारतवर्ष भनेकै भारत देश हो कि भन्ने भ्रम सिर्जना भएको हो। जबकि इतिहासमा अहिलेको जस्तो भू राजनीतिक वैधानिक मान्यता पाएको भारत भन्ने राज्य कहिले पनि थिएन। सन् 1947 मा बेलायती साम्राज्यबाट स्वतन्त्र हुने बेलासम्म त्यहाँ 567 वटा साना ठूला राज्यहरू थिए भने प्राचीन कालका भू राजनीतिक वैधानिक राज्यहरू त नेपाल, आन्ध्र, अंग, अवन्ती, भद्राश्व, द्रविड, कलिंग, कोशल, गान्धार, मगध, मालव, ओड्र, पाञ्चाल, बंग, बाहलिक, सिन्धु, महाराष्ट्र आदि आदि थिए। अहिले जत्रो इन्डिया अथवा हिन्दुस्तान अथवा भारत भनेर भू राजनीतिक वैधानिक मान्यता प्राप्त राज्य कतै पनि थिएन। यस अर्थमा अहिलेको भारत नाम गरेको देश बेलायतीहरूले एकीकरण गरेको हुन् भन्न सकिन्छ। इन्डिया भनेकै भारत अथवा भारतवर्ष भन्नु हाम्रा छिमेकी मित्रले इतिहासमाथि गरेको डकैती हो। प्राचीन कालदेखि चलिआएका अधिकांश राज्यहरू कहिले मुगलको शासन अन्तर्गत त कहिले बेलायतको शासन अन्तर्गत रहेर स्वतन्त्र हुनु अघि 567 वटा टुक्रामा विभाजित थिए। तर नेपाल एकमात्र त्यस्तो राज्य हो जुन कहिले पनि विदेशी विधर्मी शक्तिको दासता स्वीकार्नु परेन। नेपाल लगायत अन्य प्राचीनकालीन राज्यहरू भारतवर्षका उत्तराधिकारी भए तापनि अन्य सबै राज्यहरू इस्लाम र इसाई शासन अन्तर्गत लामो समय रहनु परेको कारण भारतवर्षको उत्तराधिकारी हुने हैसियत भने गुमाए। भने नेपाल अझै पनि अविच्छिन्न रूपमा स्वतन्त्र रही आएकोले नेपाल एकमात्र भारतवर्षको अविच्छिन्न उत्तराधिकारी हो भन्न सकिन्छ। हो, उनीहरूले भनेको आधा चाहिँ साँचो। भारत भन्ने कुनै राज्य हो, सांस्कृतिक भूखण्ड नै छ। तर भारत भन्ने अहिले भनिएको जुन कानुनी राज्यको रूपमा जुन इन्जोय गर्ने जुन इन्टिटी हो नि, त्यो इतिहासमा कहिले पनि थिएन। त्यहाँभित्र मराठवाडा थियो, त्यहाँभित्र गुजरात थियो, त्यहाँभित्र अरू पनि गान्धार थियो, तर भारत भन्ने थिएन। त्यसो भएर यहाँहरूमध्ये जो हाम्रो स्थापना सम्मेलनमा सहभागी हुनुहुन्थ्यो, त्यहाँ मुकुन्द शरण गुरुले भन्नुभएको थियो कि 1947 मा जुन बेलामा इन्डिया भन्ने इन्डिया जाति भारत जाति इन्डिया कि इन्डिया जाति भारत भनेर जुन लेख्यो, त्यो बेलामा भारत भन्ने नलेख है यिनीले। भारत चाहिने सबै त्यो कल्चरल इन्टिटी हो, सांस्कृतिक तत्त्व हो, त्यो राजनीतिक तत्त्व होइन, राज्य होइन। त्यो भारतभित्र अहिलेको नेपाल, भारत, अफगानिस्तान आदि इत्यादि सबै पर्छन्। तिमीहरूले यो लेख्न पाउनु खबरदार भन्न सकेको भए यो समस्या आउने थिएन। तर यहाँ भइदियो के भने हामी सबैको कमन प्रोपर्टीलाई उनले आफ्नो मात्रै नाम बनाइदियो।
प्राचीन कालमा नेपाल देशको विस्तृति कामरूप कामाक्षीसम्म थियो, अर्थात् पूर्वमा वर्तमान नेपालको सिमाना भन्दा धेरै पर कामरूप नाम गरेको स्थानसम्म, त्यस्तै पश्चिममा हालको सिमाना भन्दा पनि धेरै पर काश्मीरसम्म, उत्तरमा मानसरोवर भन्दा पनि उत्तरी भागसम्म त दक्षिणमा गंगा नदीसम्म फैलिएको थियो। तर विभिन्न कालखण्डमा नेपालको सार्वभौमसत्तापूर्ण शासन अन्तर्गत रहने भूभाग अत्यन्तै साँगुरेर पनि रहने अवस्था आएको थियो। तर नेपालको भू राजनीतिक वैधानिक राज्यको मान्यता भने वैदिक कालदेखि अविच्छिन्न रूपमा रहिआएको छ। नेपाल भारतवर्षको अविच्छिन्न उत्तराधिकारी मात्र होइन, पूर्वीय दर्शनको केन्द्र समेत हो। जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले धर्मलाई परिभाषित गर्नका लागि वैदिक मीमांसा दर्शनलाई मार्गदर्शक मानेको छ। वेद संहिताका सम्पादक व्यासजी अर्थात् कृष्ण द्वैपायनको जन्म एवं मुख्य कर्मथलो वर्तमान नेपालको तनहुँ जिल्ला स्थित दमौली हो। अनि मीमांसा दर्शनका सूत्रकार जैमिनी ऋषिको जन्मथलो अज्ञात छ भने मुख्य कर्मथलो वर्तमान नेपालको तनहुँ जिल्ला स्थित जामुने हो। र मीमांसा दर्शनका महान्तप दार्शनिक कुमारिल भट्टको जन्म एवं मुख्य कर्मथलो वर्तमान नेपालको मिथिला क्षेत्र जनकपुर आसपास हो। मीमांसा दर्शनलाई आधुनिक परिप्रेक्ष्यमा मूल प्रवाहीकरणको नेतृत्व डाक्टर निर्मलमणि अधिकारीद्वारा गरिएको छ। उहाँले कुमारिल भट्ट र भाट्ट मीमांसा दर्शनमा आधारित रहेर विभिन्न पुस्तक तथा शोधहरू लेख्नु भएको छ। त्यस्तै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छ भने जैन सम्प्रदायका पहिलो तीर्थाङ्कर ऋषभदेवको जन्म जनकपुर आसपासमा भएको थियो। त्यस्तै सुरुमा तिब्बतमा उत्पत्ति भनिएको बोन धर्म हाल नेपालको हिमाली भेगमा सुरु भई फैलिएको तथ्य देखिन आएको छ भने डाक्टर स्वामी प्रपन्नाचार्यको अनुसार पशुपति आर्यघाटमा विराजमान किराती राजा विरूपाक्षको मूर्ति 3000 वर्ष अगाडिदेखि विराजमान हुनुले किरात धर्म नेपालको रैथाने धर्ममा पर्छ। यसर्थ हिन्दू, बौद्ध, जैन, किरात र बोन जस्ता धार्मिक सम्प्रदायको उत्पत्ति र साझा थलो नेपालमा रहेकोले नेपाल पूर्वीय दर्शनको केन्द्र हो भन्न सकिन्छ। स्कन्द पुराण हिमवत खण्डलाई उद्धृत गर्दै काले राई अर्थात् स्वामी प्रपन्नाचार्य आफ्नो पुस्तक वेदमा के छ लेख्नुहुन्छ। नेपाल कमलेनाथ मुद्राचाप विशुद्ध्याय नेपालाच्य महाक्षेत्रदाय पशुपतिस्थितोह नैपालम शाङ्कर क्षेत्र समस्त सुरवल्लभम नेपाल जात जातिस्तैच मिलिता सा महानदी कामरूपम वाराणसी नेपाल पौण्ड्रवर्धनम। यी सुदृढ प्रमाणहरूबाट प्रष्ट बुझिन्छ कि द्वापर युगदेखि नै नेपाल र नेपालको कम्बल, राडी आदि पनि प्रसिद्ध भइसकेको रहेछ। तीर्थस्थान, शालिग्राम र औषधि आदिको उद्भव स्थान र व्यापारको आदान प्रदानले झन दरिलो र अति प्राचीन ठहरिन्छ। त हेरिहाल्नुभयो नेपाल कसरी पूर्वीय दर्शनको केन्द्र र भारतवर्षको एकमात्र अविच्छिन्न उत्तराधिकारी हो भन्ने यस कार्यक्रमबाट प्राप्त जानकारी तपाईहरुले पनि आपसमा शेयर गर्नुहुन्छ होला अथवा यही भिडियोलाई पनि शेयर गरेर नेपाल कतिसम्म प्राचीन कालदेखि चलिआएको देश हो भनेर प्रचार प्रसारमा ल्याउनु होला भन्ने आशाका साथ म आजको कार्यक्रमबाट बिदा माग्छु। म सुशील गौतमलाई बिदा दिनुहोस्। फेरि यस किसिमका कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौं। रुट एन्ड लोकस इन्टरनेशनल मोमेन्ट र रुट एन्ड लोकस मोमेन्टलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। त्यतिन्जेल सबको लागि मलाई बिदा दिनुहोस्। नमस्कार।